सर अलि मुखमा किन ल्यायो त पागल हो पागल हो लाइफमा होइन तपाईँहरू पनि होइन एकपटक्कै नचिनेको व्यक्तिलाई पनि भरोसा गर्नुहोस् क्या गाइज। यदि उसले पनि तपाईँको भरोसा तोड्छ भने चाहिँ त्यसपछि आफ्नो बाटो लाग्नुहोस्। वेलकम ब्याक, नमस्ते, स्वागत छ गाइज। आज चाहिँ शनिबार, सो तपाईँ हेर्न सक्नुहुन्छ शनिबार चाहिँ आज हामीहरूले फुटसल ओके गेम त हुन्छ नै, तर आज बिहानको सट्टा आज हामीले शनिबार गऱ्यौँ। एन्ड फर्स्ट टाइम धेरै समयपछि हो। थ्याङ्क यू। ल बाबु आफ्नो नाम भनिदेऊ। अनि तिम्रो? थ्याङ्क यू। ल गाई यहाँ हामीहरूको टोलको दाइहरूको छोराछोरी बच्चाहरू हुन्, सो हामीमा चिन्छन् क्या गाई, त्यसैले हामीले सब्सक्राइब पनि गरेको छु भनेर भन्दै थिएँ। एनिवे अब चाहिँ आज चाहिँ शनिबार होइन, तपाईँ थाहा जब उपरवाला मेहरबान त गदाबी पहलवान भने चाहिँ होइन गाई। अब धनगढीमा असारको महिना लागेदेखि पानी परेको छ गाई। अब पानी परेर यहाँ हेर्न सक्नुहुन्छ, यहाँ रोड बन्दै थियो, पुरा हिलो भइरहेको छ गाई। अहिले चाहिँ अब हामी यहाँ कहाँ गएर छौँ भने चाहिँ फुटसल ओके, फुटसल गेम गरेर छु। अब चाहिँ म एक्लै छु, सो डाइरेक्टली विल सी यु इन सौराई हो क्या गाई। ल गाई हेर्नु सक्नु, ओ माई गड हेर्नु बादल हेर्नु त क्या दामी छ। अहिले चाहिँ हामी यहाँ पुगिसकेको छौँ सौराईमा होइन। आहा गाई यस्तो दामी सिन छ। आज त मौसम यहाँ असारको महिना लागेदेखि होइन पानी परेको छ कि गाई होइन, यस्तो बबाल। अनि सोचिरहेको थियो असारको महिना लाग्ला होइन, पानी नपर्ला अनि होइन, सो बाहिर घुम्नु जाउँला भन्ने प्लान थियो होइन। सो सब प्लान चाहिँ पानीले डुबाएछ गाई है। You know that's why the whole best plan is that not to make any plan, okay? That is the best thing. So last time पनि हामी बुढा गएको थियौँ, त्यता पनि कुनै प्लानै बनाएको थिएनौँ, त्यो त सडन प्लान थियो। यो चाहिँ सौराई यस्तो दामी छ, मौसम पनि हेर्न सक्नुहुन्छ। यहाँ हुनुहुन्छ हामीहरूको एक्स स्टुडेन्ट, सो आफ्नो परिचय दिइदिनुहोस् अझै हाम्रो युट्युब फ्यामिलीलाई। अरू के भन्नु छ? आजको मौसम राम्रो छ, आज गेम जित्नुपर्छ। हामीले दुईचोटि हारेछौँ। ल आज चाहिँ रिभेन्ज म्याच हाम्रो। ल आज चाहिँ आज हामीको रिभेन्ज म्याच हुन लाग्छ। आइनो गाइज आज त हामी पक्कै जित्छौँ जस्तो पनि लागिरहेको छ। त्यो इनर फिलिङ भन्ने कुराहरू हुन्छ कि त्यो आइरहेको छ क्या। आज त जित्तिन्छ गाइज। ल हेर्न सक्नुहुन्छ मौसम चाहिँ आहा, माथि हेर्नु बादल हेर्नु न यस्तो दामी, अझै पानी पर्छ होला जस्तो। यस्तो चिसो भइरहेको छ आजकल त। धनगढीमा पनि लास्ट टाइम त्यो हामीले भनेको थियो नि धनगढीमा धेरै गर्मी हो, अब दुबई सिबईतिर जानु पऱ्यो भनेर कहीँ जानु पर्दैन गाइज। यस्तै चिसो भएपछि त धनगढी नै बेस्ट हो। सो यहीँ बसौँ। सरले त फोन गर्नुभएको जस्तो लाग्यो त मलाई। ल यो चाहिँ हेर्न सक्नुहुन्छ, अहिले चाहिँ हामीहरूको म्याच 6 देखि 7 हो। एक्चुअली म्याचमा अहिले चाहिँ यिनीहरूको सकिएको छैन, यो अगाडिको टिमवाला हो। अनि भाइ धेरै स्माइल दिँदैछ। के छ भाइ? के छ दोस्त? के भन त? आज गेम हेर्नुपर्छ, कालुको कस्तो खेल्छ, राम्रो खेल्छ हाम्रो। अनि अरू हाम्रो युट्युब फ्यामिलीलाई के भन्न चाहनु? लाइक शेयर एन्ड सब्सक्राइब गाइज। ओके धेरै धन्यवाद। अनि यहाँ खडक सर त लास्टै कमी नै हुन् कि खडक सर। अस्ति पनि तपाईँ थाहै छ होइन, हामी टुर जाँदाखेरि एक दिनको टुर जाँदाखेरि पनि कमी पनि थियो क्या। अनि आज पनि त्यस्तै। अब के हुने, म्याच हुने हो कि हुनेन? म्याच हुने कि हुनेन? यो चाहिँ हाम्रो एक्स स्टुडेन्ट हो, भनिदिनु आफ्नो नाम। मेरो नाम दिनेश। अरू कसरी भइरहेछ त 3 महिना छुट्टी? 3 महिना छुट्टी मौज मस्ती हो। मूल्य तिमीहरूसँगै नै हो हुने हामीहरूको म्याच? तिमीहरू नै हो यहाँ रेगुलर होला? अनि तिमीले त आउन भन्यो त, अनि किन आएको त फेरि? अनि कसले आउनु भन्यो? हो यस्तो यहाँ हेर्नु सक्नुहुन्छ, मूल्य होइन यो सर्प जस्तै होइन 10 जिब्रोवाला मान्छे होइन, आउन भन्यो अनि लास्टमा अहिले चाहिँ आउँछु भन्दैछ। यस्तो त गर्नु भएन नि होइन। अब तिमीहरूसँग खेल्नुपर्छ म्याच है। खेल्ने अनि म्याच खेल्ने अनि ठ्याक्क जो हार्छ 2000 रुपियाँ पे गर्छ। 2000 रुपियाँ पे गर्छ। ठिक छ, खेल्दिउँ। आजको पार्टी चाहिँ यिनीहरूलाई लुटेर नै हुनेवाला छ, लुट्यो भने जितेर हुनेवाला छ। ओ म्यान यहाँ हेर्न सक्नुहुन्छ, पुरा बडी बिल्डर हो, बडी बिल्डर। अरे अझै चेक गरेर चेस्ट, अझै चेक गरेर चेस्ट। कहाँ हो जिम जाने आज भोलि? एक्लै हो जिम जाने? खड्का निवासमा। के भन्न चाहनुहुन्छ तपाईँ कालुको च्यानलको लागि? के सल्लाह सुझाव? केही छैन, नो कमेन्ट्स।
कालु यो हाम्रो भ्लगर चाहिँ उहाँ हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। जहिले क्यामेरा पछाडि हुने मान्छे आज क्यामेरा अगाडि देख्दा अलि फरक लागेको हुनसक्छ तपाईँलाई। सही हो गाइज हजुरलाई यो सेतो बेस्ट काज सेतो मात्रै देखेर होला। एकछिन फ्ल्यास अन गरौँ, फ्ल्यास अन गरौँ एकछिन। अब देखेको नि ल टिलिक माई गड, मान्छे हो कि सेतो भूत। गाइज अब हामी यसलाई खेलाउने हो होइन, यसलाई यो बेस्ट निकालिदिने थाइ बनाउनु अन्त गोले गोल हान्ने हो कालो बेस्ट आइदिन्छ सबै गइहाल्छ। अन्त हामी गोले गोल हान्ने हो तपाईँ खेल्नु त यो खेल्ने हो त यो हाम्रो यो यिनीहरूको मन्त्रीवाला हो, यिनीहरू इलेक्सन खेल्ने हामीहरू यिनीहरूको त हान्ने हामीहरू कॉन्फिडेंस होना अच्छी बात है, लेकिन ओभर कन्फिडेन्स बहुत बुरी बात है। ल ल भइसक्यो रेडी तिमीहरूको टिम। यहाँ हामी यो अस्ति हजुरको नाम नमस्ते। अलि मुखमा किन त पागल हो पागल हो अलि पछाडि। नमस्ते, म चाहिँ गोलकिपर अनि गोलकिपर भएर गोल रोक्नु सक्दैन, पीडा छ। यस्तरी हान्छ नि देखाइदिनु सबैलाई। यहाँ हातमा हानेर यहाँ चोट लगाएको छ नि, हातमा यहाँ हात मर्किया छ कि भाँच्चा छ थाहा छैन। यिनीहरूले उपचार गरिदिनु पर्ने हो। यो प्लिज यो सेयर गरिदिनुहोस् रिल है, यो सेयर गरिदिनुहोस् अनि मलाई जस्टिस चाहियो सर। पागल हो। ल गाइज ल आफ्नो इन्टरभ्यू दिदिनुहोस्। मिस्टर टेक राइट प्लेयर राइट विङ्गर। ल ल गाइज आज चाहिँ हामीहरूको आज चाहिँ यहाँ तिनवटा टिम पुगिसक्यो कि गाइज होइन, त्यसैले हामी हाल्ने हो नि। तिनवटा टिम पुगिसक्यो, त्यसको कारणले गर्दा अब तिनवटा म्याच तिनवटा टिमको म्याच हुनेवाला छ। सो फर्स्टमा चाहिँ हामीहरू र उनीहरूसँग खेल्नेवाला छ म्याच उठ्यो कि नै? म्याच चाहिँ कति म्याच उठायो गाइज? ल गाइज अब भइसकेको छ हाम्रो म्याच सुरु, हेर्न सक्नुहुन्छ तपाईँ। क्रस ओ यार ल हान्यो हल्का। ल ब्याक पनि गाइस क्रस हान्नु नदिम दामी। ल गेम चाहिँ एकदमै इन्ट्रेस्टिङ भइरहेको छ गाइस होइन, किन केटाहरू सबले इगो लिइसके जस्तो छन् होइन, पुरा जित्नै पर्छ भन्ने जस्तो खेल्दैछ नि, पुरा एग्रेसिभ ला। अरे अर्को गोल फ्री, ल नदे फ्री गोल, ब्याक हाने पनि हुन्थ्यो। ओहो नाइस ट्राई, अलि पार हान्नुपर्ने थियो। एक्चुअली म्याच चाहिँ होइन आज चाहिँ के भने चाहिँ तिनवटा टिमको तिन टिम भयो नि, त्यसरी 3 ट्रिपल म्याच भइरहेको थियो होइन। सो अब यो एउटा टिमले चाहिँ बाई पायो भने पनि भयो होइन, यिनीहरू चाहिँ मन्थली खेल्नेवाला थियो। सो यिनीहरूले हामीले बाई दिएको हो। अहिले चाहिँ हाम्रो भर्खर त्यो स्टुडेन्टहरू भइरहेको छ, हामीहरूले 7को लिडले छौँ होइन। अब 10-15 मिनट बाँकी छ जित्नलाई, अनि त्यसपछि हामीहरूको अर्को टिमसँग हुन्छ जो मन्थली खेल्छन्। ल गाइस फेरि एउटा अर्को गोल हानिसकेको छ, 8 गोल 8 को लिड। ओके 8 को लिडले चलिरहेको छ। अब 6 मिनट हाम्रो 12-13 मिनट होला। सो हामीले यो म्याच चाहिँ जितिसक्यो भने पनि भयो। अब लगभग उनीहरूको टिमको लागि इम्पोसिबल नै हो। यसपछि हामीहरूको र अब मन्थलीवालासँग यहाँ बसिरहेछ, उनीहरूको टिमहरूसँग हुन्छ। यदि हामीले जितेर चाहिँ 1000 रुपियाँ चाहिँ हामीले पाउँछौँ है। ओएमजी गाइस ल फाइनली होइन हामीले फर्स्ट म्याच चाहिँ जित्यो। अब चाहिँ फाइनल म्याच छ होइन। ल यो सिटी स्कुलसँग हामीले फर्स्ट म्याच चाहिँ जित्यो। म्यान अफ द म्याच चाहिँ यहाँ सर होइन म हो है गाइस। म्यान अफ द म्याच चाहिँ यो बेस्ट किपर अवार्ड गोज टु मी गाइस है। यहाँ खडक सर ल हामी लास्ट थाक्यो नि होइन, तर जित्यो गाइस। ल जस्ट जस्तो लाग्यो। ल गाइस अब चाहिँ फाइनल हो। फाइनल चाहिँ हामीले जस्तै पनि जित्नुपर्छ है गाइस, नत्र भने हामीहरूको हातमा चाहिँ के हुन्छ भने चाहिँ सुन्न मिल्छ गाइस, यत्रो मेहनत गरेर आधी घन्टासम्म। त्यसैले है डु अर डाईवाला सिचुएसन छ गाइस होइन। हामीहरू डाई त हुनेवाला छ, हामी डु गर्नेवाला मान्छे हो। सो हामी जित्छौँ मजाले खेलेपछि। ल यो चाहिँ फाइनल म्याच
फाइनल म्याच भइरहेको छ होइन। सो अहिले चाहिँ हामी 2 को लिड लिएछौँ होइन, लिडमा छौँ फाइनल म्याचमा। 2-0 को लिड छ। यति अँध्यारो पनि भइसकेको छ, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामीहरूको सो म चाहिँ एकदमै थाकिसकेँ, त्यसैले बसिरहेको छु, हेर्न सक्नुहुन्छ। पुरा पसिना पसिना भइसक्यो यहाँ। ल 2 को अफ। अब जित्यो भने यो फाइनल म्याच जित्यो भने चाहिँ 1000 रुपियाँ आउँछ, त्यसको हामी चाहिँ पार्टी गर्नेवाला छौँ। बट लेट्स सी व्हाट ह्यापन गाइज। अब चाहिँ बाँकी कति मिनट छ? 10 मिनट छ होइन, 10-8 मिनट जति होला। लगाइ यहाँ ओ माई गड सनसेट हेर्न सक्नुहुन्छ। सबै जोसमा छौँ हामी त, लास्टै थाकिसकेको गाइज, किनकि हामीले 2टा म्याच खेलिरहेको छौँ नि त लगातार। ल खडक सर, अरे सर लोकेन सर एक्लै हो ल। ओ नाइस ट्राई, ल ठिक छ। तेरी ल कमान कमान पास ब्याक पनि टेक ब्याक ग्यास। कमान गाइज। ओ ल गाइज यहाँ हेर्न सक्नुहुन्छ हामीले फाइनल म्याच पनि जितिसक्यो। म्यान अफ द म्याच चाहिँ म्यान अफ द म्याच चाहिँ मलाई मिल्छ है गाइज, किनभने मैले चाहिँ दामी दुइटा पास गरेर जित्यो हो गोल हाने हो न त नि हो हारेर ल ठिक छ। मैले त 4 गोल हारे। ल भाइ तिम्रो इन्ट्रोडक्सन पनि दिदियो, नाम साम भनिदियो आफ्नो। नाम विवेक सिंह। ल भाइ यो भाइ चाहिँ मेरो सब्सक्राइबर हो। ल भाइलाई भाइ तपाईँहरू पनि पैसा हेर्न सक्नुहुन्छ। 500 रुपियाँ त भाइ। अब के भन्न चाहन्छु ए त्यो पैसा गर्न कति 500 रुपियाँ ल। अब कहिले गेम हो? अब चाहिँ के सरको शनिबार हुन्छ। ल यो त लुगा अब चाहिँ हामीले फाइनल पनि जितिसक्यो गाइस। अब चाहिँ हामी पार्टी गर्न जानेवाला छौँ। यो म्यान अफ द म्याच, अर्को म्याच अफ द म्याच प्लेयर ल टेक 16 तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ अहिले चाहिँ हामीको यो सौराई हो। आज राति भइसक्यो किनकि हामीले 2टा म्याच खेल्यो हो नि त। यहाँ हेर्न सक्नुहुन्छ क्या मस्तवाला है, यस्तो नाइट भ्यू हेर्न सक्नुहुन्छ। सौराईको चाहिँ पुरा लाइटिङ उहाँ हेर्न सक्नुहुन्छ, मस्तवाला लाइटिङ छ होइन। गेम पनि जितेर अब 1000 रुपियाँ जितिसकेको थियो। ल त्यसको हामी पार्टी गरेर चाहिँ रेड बुल खाने भने केटाहरूले नास्ता नखाने रे। लगाइ चेस कमान ल चाहिँ सरको तयारी चाहिँ अहिले आउँछ नि त लगाइदिनु पर्ला। लगाइ चाहिँ हेर्नुहोस् मेहनत गरिसकेपछि मेहनतको फल एकदमै मिठो हुन्छ त्यता। अब हामी मेहनतको फल मिठो त भन्दैनौँ, चिसो भन्छ। मेहनतको फल चाहिँ चिसो हुन्छ हामीलाई चाहिँ। मिठो पनि चिसो पनि ल। तर यो कति रुपियाँ गेस गर्नु गयो एउटाले? 150 रुपियाँ यार। त्यसैले मलाई यस्तो होटलमा आउनु मन लाग्दैन नि। 150 ल हेर्नुहोस् किस्मत यो यस्तै राख्दैन। यो सिसाले हो। ल हेर्नु सक्नुहुन्छ गाइस यहाँ चाहिँ यस्तो रेड बुल पनि खराबवाला हुन्छ। ल यहाँ क्यान खुल्दै थिएन यतातिर। बास भाइ त्यति बेला त निस्किहाल्छ त निकाल्नु न अब। ल हेर्नु सक्नुहुन्छ यस्तो आजभोलि यस्तो डुप्लिकेट क्यानहरू पनि आउनु थालिसक्यो। अब त्यो भित्रको ड्रिङ्क त अब चाहिँ अरू सरेर त सब गइसक्यो होइन। अब हामीहरू 3जना मात्रै बाँकी थियो। सो अन्डा आइरहेको थियो, ढिला भएको थियो, सरेर गइहाल्यो। अब चाहिँ हामी 3जना अन्डा खाइरहेको छौँ। आजको प्रोटिन पनि यसबाट इन्टेक पुरा भयो क्या। मस्त मजा आयो, मस्त खानेको मजा आयो। क्या चिजले मेरो 2टा अन्डा कम्प्लिट भयो, मस्त मजा आयो। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सौराईभन्दा सौराईको अलि माथि छ। यहाँ दोकानमा थियो। हामीले अहिले चाहिँ नास्ता सास्ता सब खायो होइन। अब सबै गइसक्यो। म र लोकेन्द्र सर बस्नुभएको थियो। अब हामीले यहाँ खाएर अन्डा सन्डा खाएर अब चाहिँ हामी डाइरेक्टली घर नै अब यहाँबाट खाइ लिन जान्छौँ। अनि त्यहाँ डेरी जान्छौँ अनि डेरीबाट चाहिँ हामी घरतिर लाग्छौँ है गाइस। यहाँ हेर्न सक्नुहुन्छ वाउ अँध्यारो कस्तो दामी छ है धनगढी राति नाइट भ्यू। या तपाईँलाई एक दिन हामी धनगढीको नाइट भ्यू पनि देखाउने नै छु अवश्य। तर आज त नै कसै अरू दिन देखाउने छु। आजको ब्लगको लागि चाहिँ यति नै। यदि तपाईँले यहाँसम्म हेर्दै हुनुहुन्छ प्लिज लाइक गरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने चाहिँ त्यो सब्सक्राइब रेडवाला बटन छ नि त्यसलाई प्रेस गरिदिनु होला। अनि हिट द बेल आइकन अल्सो। थ्याङ्क यू सो मच फर वाचिङ एन्ड किप सपोर्टिङ अल्सो गाइस। थ्याङ्क यू।